कोन्दोसुम झरना जाने बाटो। बाटो ब्लक छ अरे, यो बाटो चाहिँ बिग्रेको छ अरे। अब हामी फर्किँदैछौँ। यहाँ चाहिँ ओडार पनि छ है बाटोमा। जुगा पनि भेटिसक्यो है यहाँ। नवल भाइ बाख्रा कस्तो भिरमा चढिरहेको छ। बाटो पनि ठिकै रहेछ। है एक्लै है दाइ? बाटो चाहिँ खतरनाक रहेछ यहाँ। कोन्दोसुम लगन छ चापागाउँबाट जाने हो झर्ना। फाइनल्ली हामी आइसक्यौँ है गाइज। नवल भाइ अहिले चाहिँ हाल्दाखेरि के हो क्या? हेलो गाइज है, हामी अहिले जाँदैछौँ कोन्दोसुम वाटरफल ललितपुरमा। यता हाम्रो आशिष सर। हेलो के छ यार? अग्रज छ यहाँ, पाण्डेजी हाम्रो यहाँ, अनि हाम्रो यहाँ यता नवल छ यहाँ है। हामी चाहिँ अहिले ठ्याक्क डोनबस्को स्कुल अगाडि यो ललितपुर लुबुनेरी छौँ होइन। यहाँबाट चाहिँ सानो गाउँ भाटपट्टि नदी जान्छ। सानो गाउँ भाटपट्टिनीको थोरै अगाडिबाट लेफ्ट जान्छ भाइ हामी चाहिँ। रिमोट होटलबाट चाहिँ अगाडि लाग्ने है केटा हो। बाटो चाहिँ अप्रोडै रहेछ अलिअलि, यहाँ चाहिँ बन्दै रहेछ। यो वाला बजार हेर न त। हामी चाहिँ अहिले गोदावरीको रोडमा छौँ है। यहाँबाट चाहिँ 2-3 किलोमिटर होला गोदावरी। ट्याक्क हामी कोन्दोसुम वाटरफल जानलाई चाहिँ यहाँबाट ट्याक्क राइट लाग्नुपर्छ। यो चाहिँ हाम्रो टोकेल चोक रे। टोकेल चोकबाट यहाँबाट राइट जाने बाटो सिकेपछि यहाँनिर चाहिँ राइट ट्याक्क लाने होला। सिधै आएपछि चाहिँ गाई छैन, ओह्रालो छ। ओह्रालो छ भिलेज रिपोर्टतिर जाने बाटो रहेछ। त्यहाँबाट बढी तेलको यो गोदावरी नगरपालिका वडा नम्बर 4 रहेछ त्यो। यहाँबाट सिधै जाउँ। बाटो चाहिँ थोरै अफरोड छ है। हामी सिधै जाने बाटोतिर सिधै जाने। यहाँबाट लेख्दै धेरै सेकेन्ड
सिरन चोक अनि के नलिन चोक त्यो आएपछि चाहिँ होइन एउटा यो लिनुपर्छ हामी यहाँबाट चाहिँ सिधै लौ हामी चाहिँ खाजा खायौँ है चिया खाएर निस्किँदैछौँ है तल हो कि माथि हो सुरुमै चुकिसक्यो हो यस्तै गरी झुकिन सक्नुहुन्छ तपाईँहरू होइन हामी चाहिँ अब सिधै जाने हो यसरी हामी सिधा जाँदैछौँ हेभी राइडरहरू छ हाम्रो एउटा चाहिँ हेभी राइडर 120 kg डेड लिफ्टर हो सिधै यताबाट नि माथि नै जाने हो सिधै माथि नै लागौँ मिठो ठाउँ रहेछ ठाउँ चाहिँ ल आनन्दको चिल बस्न चाहिँ घर जग्गा लिन परेमा सम्झन सक्नुहुन्छ तपाईँहरू होइन यार यो ठाउँ यार एकदम नाइस छ यार यो ठाउँ टक्क त्यहाँनिरबाट यहाँसम्म चाहिँ एउटा चाहिँ 15-16 किलोमिटर मात्रै बाँकी छ हाम्रो हामी 7 किलोमिटर हिँड्नुपर्छ होइन कुन्दोसङ वाटरफल पुग्नलाई सिधै जाऊँ यहाँबाट चाहिँ बाटो ब्लक छ अरे यो बाटो चाहिँ बिग्रेको छ अरे अब हामी फर्किँदै छौँ हामी चाहिँ फर्क्यौँ यो बाटो चाहिँ बिग्रेको रहेछ है नआउनु होला बुझेर मात्रै आउनु होला के अरे ढुङ्गा खसाले छ अरे ढुङ्गा खस्या छ अरे बन्दै छ अरे बाटो चाहिँ बुझेर मात्रै हेभी राइडर 1 हेभी राइडर 2 यहाँ चाहिँ हेभी राइडर 3 छ हाम्रो होइन है त राइड मात्रै होला जस्तो छ हाम्रो चाहिँ आजको दिनमा हाइक हामी के हुन्छ अपडेट आउँछ हाम्रो त्यहाँबाट फेरि फर्क्यौँ है गाइस त्यहाँबाट बाटो अब ढुङ्गा खसालेर रहेछ बाटोमा अनि सफा गर्न टाइम लाग्दो रहेछ 1-2 घन्टा अनि 1-2 घन्टा कुद्नु भएन नि त अब हामी चाहिँ यहाँबाट यसरी तल जानुपर्छ यो ओह्रालोबाट हामी यता झरेर पनि लेफ्ट जाने राइटतिर जानुपर्ने अब है यहाँबाट चाबा गाउँ निस्केर अनि जान्छ होला सायद हामी है के भन्छौ तिमी चाँडै जाउँ होला चाँडै अलिक चाँडै जानुपर्छ अरे खासमा अब हामी स्पिड चाहिँ अलिक चाँडै हानौँ भन्ने कुरा आइरहेको छ ल अलिक चाँडै हानौँ ल अलिक टाढा छ अब स्पिड चाहिँ सक्ने जति त हान्नु पऱ्यो नि त्यही भएर अलि हेभी हान्नु पऱ्यो भन्ने कुरा आइरहेको छ ल यहाँबाट चाहिँ बिग ब्याङ्क्वेट एन्ड इभेन्ट्स भन्ने ठाउँमा आइपुगेपछि चाहिँ दुईवटा बाटो छुट्टिने ठाउँ छ त्यहाँबाट चाहिँ हामी यता लेफ्ट साइड लाग्यौँ होइन एउटा स्कुल रहेछ यार बस पार्क पनि रहेछ तपाईँको हामी यहाँबाट कहाँ आइपुगेको छ र हामी नवज्योति माध्यमिक विद्यालय भन्ने ठाउँमा आइपुगेको छौँ त्यहाँबाट हामी सिधै लाग्छौँ अगाडि पेट्रोल लाइन छ कि 1 लाइन भयो क्या चलो वेट फर गाइस त्यहाँबाट अलिकति हेभी राइडरहरूको साथमा हामी त्यहाँबाट सिधै आएपछि यहाँ आइपुगेको रहेछ यो चोकमा है यहाँबाट सायद लेफ्ट नै होला अनि सिधै जाउँ अगाडि त्यहाँबाट है यो चाहिँ नगरपालिका रहेछ गोदावरी नगरपालिका केला हाल्नै पर्ने हुन्छ त फेरि अनि नत्र हुन्छ हामी चाहिँ चापा गाउँको बाटो निस्क्यौँ है यहाँबाट उतापट्टि जोडसँग रेली निस्केर जानुपर्छ तपाईँहरू चाहिँ होइन सिधै सातो बाटोबाट अनि चापा गाउँ निस्केर आउँदा नि हुन्छ है यहाँबाट चाहिँ हामी होइन लेले निस्केर अनि जाँदैछौँ है कता हो यहाँबाट चाहिँ हामी कम्ती जाँदैछौँ गाइस
शीतल लागिरहेको छ टाढ पऱ्यो भने गाउँतिरबाट यहाँबाट लेले निस्क्यो गएर लेले बाटो जाँदै मेसेज दिएर ढोका लगाएर आएको त्यो पढेपछि तँलाई भारले जाने बाटो तल छ तल जाउँ गाइड टिका भैरव लेले बस्तार है यता हो टिका भैरव ट्याक्करले यता हामीबाट चाहिँ हामी टक्कर हाउस भन्ने ठाउँबाट चाहिँ हामी अब यता लेफ्ट लाग्दैछौँ है नाइस रिसोर्ट रहेछ यहाँनिर ल यस्तो रिसोर्ट बन्दै रहेछ राम्रो एलकुण्ड मिठो रिसोर्ट बन्दै रहेछ साथीहरू आउँदा हुन्छ तपाईँहरू को 7-11 पनि खुलिसकेछ हाम्रो यहाँ अहिले यहाँ चाँडै नै खुलिसकेछ ओह्रालो रहेछ त्यहाँबाट चाहिँ यो ओह्रालो बाटो यसो हामी कहाँ अन्त घुम्छौँ है रोसी भन्ने कहाँ थियो रोसी झर्ना गइसक्यो ए हल्का अफरोड छ हाम्रो चाहिँ अब बाटोहरू हामी अब अगाडि उतार्छ एकाबद्ध भएर हामी बढिरहेको छौँ होइन अगाडि सटर लगाएर दामीवाला गाउँमा आइपुग्यो हामी चाहिँ गुरुङ गाउँ जस्तो छ होइन यसो हेर्दाखेरि गुरुङ गाउँ जस्तो लागिरहेछ मलाई तर के हो चाहिँ हामीलाई ट्याक्कै थाहा भएन गाउँ चाहिँ दामी छ ल कुन्चेसन लगन छ चापागाउँबाट आउँदो रहेछ गाडी चाहिँ हाम्रो गाडी नै आउँदो रहेछ यहाँतिर चाहिँ ल आउने मान्छेहरूलाई गाडीमा पनि आउने सुविधा रहेछ सोधेर आउँदा हुन्छ है त ल वडा नम्बर 5 कन्जेसन गाउँपालिकाको हामी वडा नम्बर 5 आइपुगिसकेको छौँ अब के हुन्छ हेरौँ है त अगाडि गाउँपालिकाबाट चाहिँ सिधै लागिसकेका छौँ अगाडि राइटतिर राइटतिर जाने हो झर्ना यहाँबाट हिँड्दै जाने हिँड्थ्यो हो भन्छ त बुढाले हिँड्दै गयो नि हुन्थ्यो अब माथि कहाँसम्म पुग्छ भने बाइक रातो घर आइपुगिसक्यो हामी चाहिँ रातो घरतिर यहाँ बाइक राखेर हामी चाहिँ हिँडेर जान्छौँ है राइट मोमो चाउमिन रहेछ ल यहाँ फर्केर आउँदाखेरि हामीलाई ठिकै हुँदो रहेछ यहाँ पार्किङ हालिसक्यौँ है आशिष सर यहाँ हुन्छ अब यहाँबाट हिँडेर जाने हामी हामी सिधै रातो घरबाट माथि आइसक्यौँ होइन यहीँमा बाख्रा कस्तो भिरमा चढिरहेको त्यस्तोमा धेरै बस्नु त्यहाँ चाहिँ सरसर जानुपर्छ केटा अनि हाम्रो क्यामेराम्यान छ है पाण्डेजी अग्रस आउँदैछ बाटो चाहिँ डेन्जर छ केटा कानमा टिङ 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 घन्टी बज्ने रहेछ क्या भयो भने जस्तो के लिटरली यस्तो घन्टी बज्दो रहेछ त्यहाँबाट हुँदै साइडमा निस्केर
कुदेर त होइन नि त अनि बाटो पनि ठिकै रहेछ। ट्रायल होला ट्रेल होला ट्रेल ट्रायल त्यही हो कि होस् सर होइन के रे भाइ के रे सनिस दाइलाई के अरे हाम्रो यो मिसिङ मरेको त छैन ट्रिब्युट गर्नलाई Mr. First Hike Guy. मिसिङ सनिस 2.5 maybe. कहाँ अहिले Yes sir. त्यत्रो टाढा हो यो भन्दा जति हिँडिसक्यौ। अग्रज भाइ कस्तो लागिरहेको छ? अग्रज भाइ पहाडतिर बनाइदिनु पर्छ अग्रज भाइको फर्स्ट हाइक हुँदैछ। बाटो चाहिँ मा खतरनाक रहेछ यहाँ तम्तमिन। पानी पऱ्यो भने चाहिँ खतरा जुगा लाग्छ होला यहाँ ध्यान छैन। बवाल छ यो वेदरमा केटा हो। हिँड्दा हिँड्दै यहाँ आइसक्यो है। यहाँ चाहिँ हामी कन्फ्युजनमा छ है गाइज यहाँबाट जाने कि यहाँबाट जाने भनेर है। कमेन्ट हान्नु न कहाँबाट जान्छ भन्नु कहाँबाट जान्छ होला त गाइस डिसलाइक गर्नु मन परेको भने ओके त्यहाँको बाटो चाहिँ हामी होइन त्योबाट चाहिँ लेफ्टतिर आयौँ है। लेसको है लेफ्टतिर रहेछ। अब हो कि न हेरौँ जाँदै गरौँ। एउटा ग्राउन्ड रहेछ है ग्राउन्ड जस्तो। यहाँबाट चाहिँ हामी तल तल जान्छौँ यो बाटो चाहिँ अब। unlike and unsubscribe ओके नो प्रब्लम unlike and unsubscribe नो प्रब्लम गाइज। अब हामी 1 घन्टा त हिँड्यो होइन 1 घन्टा हिँड्छ हामी होइन। अब धेरै छैन अब फेरि 1 घन्टा जति हिँड्छौँ होला हामी। ऊ यो पहाडभन्दा अलिकति टाढा यस्तो तल अब यो बिचमा होला सायद झर्ना लेसको है। भाइ साथी यो पहाडभन्दा यस्तो भयो भने त के भन्छ तिमी के भन्न चाहन्छौ? जुगा पनि भेटिसक्यो है यहाँ नवल भाइ ल। एउटा चाहिँ काम पाइसक्यो यहाँ भाइले। के भाइ हो के को लागि लिएर हिँड्दैछौ तिमी भन त? के लागि भन न। मधेस प्रदेशको मान्छेले बाँधेर ल है मा यहाँ चाहिँ ओडार पनि छ है बाटोमा केटा हो। बाघै होला क्या यता चाहिँ बाघ पनि भेटिन सक्छ है यहाँ। अग्रज बाघ आउँदैछ पछाडि। है गाइस वी आर अन द वे केटा हो ल पानी पानी देखिए मुहान पानीको मुहान यहाँ अलिअलि रहेछ है। हिँडिसक्यौँ भएर हामी 2 घन्टा हिँड्यौँ है। अब चाहिँ दाइ झर्ना कता हो? कता गएर आउँ तपाईँ? कता गएर आउँ? कहाँ बस्नुहुन्छ नि तपाईँ? कहाँ बस्नुहुन्छ नि? है एक्लै है दाइ? है दाइ ल गाइस यहाँ हामीले बल्ल एउटा मान्छे भेट्यौँ है। कुकुर पनि रहेछ। फाइनली गाइज है वी आर हियर आइसक्यौँ जस्तो है हामी। यहाँबाट ल आइसक्यो जाने हो। ल हामी आइसक्यौँ अब केटा हो। पन्ध्रसुम झर्ना जाने बाटो केटा हो। पानी पर्यो यार लेट्स गो।
ल फाइनल्ली हामी आइसक्यौँ है गाइज हेर्न सक्छौँ We have here. Finally guys, we are here. Kundusong waterfall. Kundusong भन्छ खतरा रहेछ नि गहिरो पनि छ है मिठो फाइनली we are here. बब्बा चिसो छ है गाइज यार Right, ready? 3, 2, 1. This is natural water. Bobal चिसो यार गाइज बबाल चिसो यार ओट तो लास्ट अब यहाँ त लास्ट गहिरो पनि रहेछ यहाँ मजा आयो तर है बबाल चिसो छ है यति हुनुलाई यो आजको भ्लग चाहिँ है तातो पनि सकिन्छ गाइज नवल भाइ अहिले यस्तो नेचुरल हो नि पानी यार कत्रै चिसो रहेछ गाइज आजलाई यति हो गाइज भिडियो है मोबाइलमा चार्ज पनि सकिन्छ गाइज अनि आजको भ्लग यति नै हो दिस इज कोन्दोसम वाटरफल बवाल आयो है